दर्शकबिन नमस्कार। अहिले भने बुहारी बागमा एकदमै अप्रिय घटना घटिरहेको छ। हामीले जुन सोचेका थियौँ, हामीले जुन चाहेका थियौँ, हामी सम्पूर्ण दर्शकहरूले चाहेको कुरा अहिले पनि बुहारी बागमा भइसकेको छ। हामी सबैजना चाहन्थ्यौँ कि राम कमला र मुना एक हुन् भनेर। अहिले भने उहाँहरूको मिलन भइसकेको छ। अहिले पनि उहाँहरू एकजुट भइसक्नु भएको छ। फेरि उहाँहरूको बिहे भएको छ र अब के हुन सक्छ भन्ने विषयको बारेमा धेरै दर्शकहरूलाई जान्नको लागि एकदमै आतुर हुनुहुन्छ। धेरैजना जान्नको लागि एकदमै तत्पर भएर बसिराख्नु भएको छ। धेरैजना जान्नको लागि एकदमै एक्साइटेड हुनुहुन्छ, एकदमै खुसी भएर बसिराख्नु भएको छ। साथसाथै हामी पनि एकदमै खुसी भएर बसिरहेको छौँ कि बुहारी भागमा एकदमै राम्रो घटना घटिरहेको छ। अब भने के हुन सक्छ त? अब भने के होला कि फेरि राम कमला र मुना छुट्टिनु पर्ला त? के एउटा घटना मात्रै हो, के एउटा सपना मात्रै बन्न सक्छ भन्ने विषयको बारेमा सम्पूर्ण दर्शकहरूमा एकदमै खुलदुली बढिरहेको छ। सम्पूर्ण दर्शकहरूमा एकदमै चासो बढिरहेको छ। तर आशा गरौँ साथीहरू, अब आउने बुहारी बागमा फेरि उहाँहरू एकदमै राम्रो भएको देख्न पाऊँ। यो कसले घटाएको यो नराम्रो अप्रिय घटना, यो नराम्रो घटना, राम कमला र मुनाको नराम्रो चाहने को रहेछ त भन्ने विषयको बारेमा थाहा भएको हामीले देख्न पाऊँ। साथीहरू, अझै पनि आशा गरौँ राम कमला र मुना फेरि कहिले पनि छुट्टिन नपरोस्। राम कमला र मुनाको अहिलेको जस्तै माया रहिरहँ। ओके साथीहरू, हामी आशा गर्नेछौँ, हामी सबैजनाको आशा यही रहनेछ कि फेरि राम कमला र मुना एक हुन्। फेरि राम कमला र मुना सँगै भएको हामी देख्न पाऊँ। किन भन्दाखेरि सबै दर्शकहरूले चाहनु भएको कुरा हो। यो म मात्रै नभएर सम्पूर्ण दर्शकहरूले चाहेको कुरा मात्रै पनि नभएर सबैजनाको आशा भरोसा र माया हो। सबैजना मान्छेहरूले, सम्पूर्ण दर्शकहरूले चाहिँ एकदमै मन पराइरहेको कुरा, सम्पूर्ण दर्शकहरूले एकदमै खोजिरहेको कुरा चाहिँ यही हो कि राम कमला र मुना अब कहिले पनि छुट्टिन नपरोस् र कहिले पनि नछुट्टियोस्। साथीहरू, यदि तपाईँहरू पनि यही कुरा चाहनुहुन्छ, यदि तपाईँहरू पनि राम कमला र मुना छुट्टिएको हेर्न चाहनुहुन्न भने कृपया यस भिडियोलाई एक लाइक गरेर सब्सक्राइब गरिदिनुहोला। साथसाथै तपाईँको साथीहरूलाई पनि यस्तै भिडियोहरू मनपर्छ, तपाईँको साथीहरूलाई पनि राम कमला र मुनाको साथसाथै बुहारी सिरियल एकदमै मनपर्छ भने कृपया यस भिडियोलाई लाइक गरेर एक सब्सक्राइब गरिदिनुहोला र उहाँहरूलाई सेयर पनि गरिदिनुहोला। अहिले भने साथीहरू फेरि त्यो सिरियलमा नयाँ एउटा भिलेनको एन्ट्री भएको छ। को भिलेन रहेछन् त? ती मान्छे को रहेछन्? राम कमला र मुनालाई मिलाउने मान्छे को रहेछन् भन्ने विषयको बारेमा पनि आशा गरौँ यसपछि आउने सिरियलमा, यसपछि आउने भागमा चाहिँ पक्कै पनि देख्न पाइने नै छ। साथीहरू, यदि तपाईँहरू पनि यो कुरामा त पक्कै जान्न चाहनुहुन्छ भन्ने मलाई आशा छ र विश्वास पनि छ। सम्पूर्ण दर्शकहरूको आशालाई नमारुन्। राम कमला र मुना फेरि सधैँ जस्तो पहिला जस्तै हुन्, पहिला जस्तै एकजुट भएर बसुन् भन्ने चाहने दर्शकहरूले कृपया पुनः यस्तै भिडियोहरू हेर्नको लागि फेरि पनि एकचोटि भन्न चाहन्छु कि सब्सक्राइब गरिदिनु होला र हामी सँगै जोडिनको लागि बेल आइकनलाई पनि थिच्नु होला, ताकि तपाईँहरूको कुनै पनि नोटिफिकेसन नछुटोस्। हाम्रो नयाँ भिडियो अपलोड हुने बित्तिकै तपाईँको मोबाइलमा आइहालोस्। हवस् त साथीहरू, आजको लागि यति नै। बाँकी चाँडै अर्को भिडियोमा भेटौँला भन्दै यस भिडियोको लागि बिदा माग्न चाहन्छु। हवस् त, धन्यवाद। जय नेपाल।